देवघाट धाममा यहाँहरू सबैलाई हार्दिक स्वागतम। र यो देवघाट धाम यसलाई हरिहर क्षेत्र भनेर भनिन्छ। हरिहर क्षेत्र भनेको कसरी भन्दा भगवान शिव र भगवान विष्णुको परस्पर आधा आधा अङ्ग भयो, आधा हात अर्को आधा हात चाहिँ दुईटा देवता मिलेर एउटा भएको त्यस्तो स्वरूपलाई हरिहर भनेर भनिन्छ। र त्यस्तो स्वरूप भएर भगवान यहाँ बस्नु भएको छ अरे भन्ने कुरा भनिन्छ। त्यही भएर हरिहर क्षेत्र। जसरी शिवको अर्धनारीश्वर विग्रह प्रसिद्ध छ, शिव र पार्वती आधा आधा अङ्ग भएको अर्धनारीश्वर स्वरूप जसरी प्रसिद्ध छ, त्यस्तै हरिहर स्वरूप पनि एउटा प्रसिद्ध छ शास्त्रमा। दाहिने अङ्ग भगवान शिव अनि देब्रे हर आधा चाहिँ भगवान विष्णु भएर एउटै जोडिएर बस्नुभएको छ। हरिहर क्षेत्र भनिन्छ। र त्यो कहाँ होला हरि र हर एउटै भएर बस्नुभएको भनेर भन्दाखेरि त्यो चाहिँ यही देवघाट धाममा हो। त्यो कसरी पनि थाहा हुन्छ भने त्रिशुली भगवान शिवको प्रतिनिधि भएर बगेर आउनुहुन्छ गोसाई कुण्डबाट, शिवको त्रिशुलबाट निस्किएर। दामोदर कुण्डबाट भगवान विष्णुको प्रतिनिधि भएर गण्डकी बगेर आउनुहुन्छ। ती दुईवटा दिव्य नदीहरूको सङ्गम भएको हुनाले ती दुईटै मिलेका छन्, यहाँ एक भएका छन्। त्यही भएर शिवको शक्ति र विष्णुको शक्ति एक भएर सम्मिलित भएको छ। र जहाँ शिव र विष्णुको शक्ति सम्मिलित भएर एक भएको छ त्यहाँ देवताहरू आएर तपस्या गर्ने, साधना गर्ने, अत्यन्तै मन पराएर बस्ने, किनकि आफ्ना मुख्य आराध्य दुईटा देवताहरू नै यहाँ एक भएर बसेको हुनाले उत्सव मनाउने, रमाइलो गर्ने। जसरी मान्छेले विवाहको समयमा उत्सव मनाउँछन्, किनभने दुईवटा परिवार एक भएर मिल्छन् विवाहको उत्सवमा। एउटा कन्या पक्ष अर्को वर पक्ष दुईटै एक भएर मिलेको हुनाले अरू सबै वरिपरिका आफन्त इष्टमित्र सबै मिलेर उत्सव मनाउँछन्, जय जय भन्छन्, रमाइलो गर्छन्। त्यस्तै आध्यात्मिक रूपमा देवताहरूको शक्ति एक भएको भने त एउटा ठुलो उत्सवको बेला घरमा विवाह आयोजना गरे जस्तैको कुरा हो देवताहरूलाई। त्यो भएर देवताहरू अत्यन्तै खुसी भएर उत्सव मनाएर यहाँ विचरण गर्ने, बस्ने भएको हुनाले यसलाई देवताहरूको घाट, मान्छेहरूको घाट होइन, देवताहरूको देवघाट। यहाँ स्वतः नै देवताहरू निरन्तर रहने भएको हुनाले देवताहरूको घाट भनिन्छ। त्यसलाई आदि प्रयाग पनि भनेर भनिन्छ। आदि प्रयाग, प्रयाग भनेको ब्रह्माजीले सृष्टिको सुरुवातमा यज्ञ गर्नुभएको ठाउँलाई प्रयाग भन्ने गरिन्छ शास्त्रको भनाइअनुसार। जहाँ सृष्टिको आरम्भमा ब्रह्माजीले यज्ञ गर्नुभयो र सृष्टिको शक्ति प्राप्त गर्नुभयो त्यस्तो ठाउँलाई प्रयाग भनिन्छ। र यो आदि प्रयाग हो। अहिले जहाँ भारतमा हामीले इलाहाबादको प्रयाग भनेर भन्छौँ, त्यो चाहिँ अहिलेको कल्प, अहिलेको पटकको सृष्टि हुँदाखेरिको भयो, त्योभन्दा अगाडिदेखिको पनि प्रयाग भनेर, आदि प्रयाग भनेर भनिन्छ। प्रयागको आदि प्रयाग स्थान हो, हरिहर क्षेत्र हो। र अत्यन्तै नेपालका दुईवटा दिव्य भूमिहरूको ऊर्जाहरू केन्द्रित भएर एउटा पार्श्ववर्ती क्षेत्र, मुक्ति क्षेत्र, दुवै क्षेत्रका शक्ति र आध्यात्मिक ऊर्जाहरू मिलेर यहाँ आएर मिलेर बसेको छ। त्यही भएर यसलाई देवघाट भनेर भनिन्छ। अनि वेदमा पनि यो स्थानको वर्णन आउँछ। वेदको मन्त्रमा, एउटा मन्त्रमा सेता र काँडा दुई नदीहरू जहाँ मिल्दछन् त्यहाँ स्नान गर्ने व्यक्तिहरू दिव्य जीवनमा प्रवेश गर्दछन् भनेर वर्णन आएको छ वेदमा, हरेक वेदमा। अनि अब सेता र काला दुई नदीहरू कहाँ मिल्छन् भनेर यसो हेर्दाखेरि त्यो पनि यहीँ रहेछ, किन काली भनेर नामै काली छ। अर्को गण्डकी त्रिशुलीमा मिसेर आउने सेती गण्डकी, तिनको नामै सेती छ। उनको चाहिँ शुक्ला गण्डकी नाम, तिनको कृष्णा गण्डकी नाम।
पुराणले भन्छ। अनि ती दुईटा सेता र काला नदीहरू यहीँ भएको छ, त्रिशुलीमा मिसिएर आउँछ, सेती त्यहीँ माथि त्रिशुलीमा मिसिन्छ। अनि काली लगभग जल पनि अलि परबाट हेर्दा कहिलेकाहीँ थाहा हुन्छ, एउटाको अलि कालो कालो खालको, अर्कोको चाहिँ अलि अर्को रङको उज्यालो वर्णको देखिन्छ यहाँ माथिबाट हेर्दाखेरि। यसरी सेता र काला देव नदीहरू मिलेर सेतो र कालो परस्पर विरुद्ध जस्तो भयो भने मिलेर आएको छ, एक भएको छ। त्यो सेतो र कालोले भगवानको रङलाई पनि सङ्केत गर्छ। भगवान विष्णु कालो कालो मेघ जस्तो कालो वर्णको हुनुहुन्छ। भगवान शिव कपुर जस्ता गोरा हुनुहुन्छ भनेर भनिन्छ। त्यही भएर शिवको सेतो सेतो, भगवान विष्णुको कालो कालो, कृष्णले कालो कालो रङ लिएर त्यसरी सेतो सेतो भएर सेतीसँग मिसिएर आउनुभएको हुनाले त्यो पनि देवघाट धामसँग जोडिएको छ। र अहिले ब्रह्मलिङ्ग गुरुदेवहरूको कारणले गर्दा सरस्वती तीर्थ, विद्याको तीर्थ पनि यहाँ चाहिँ गुरुकुलहरूको माध्यमले जोडिराखेको छ। त्यही भएर अत्यन्तै पावन धाम छ, अत्यन्तै पावन क्षेत्र छ। नेपालका प्रसिद्ध तीर्थहरूमध्ये यो अत्यन्तै श्रेष्ठ भएको छ। मुख्य कारण चाहिँ यसको जलराशि नै हो। किन भन्दा हाम्रा जति तीर्थहरू छन् सबै जलमा नै आधारित छन्। जललाई हामीहरूले अत्यन्तै धेरै श्रद्धा गर्दछौँ। हामी वैदिक सनातन धर्ममा कहीँ तीर्थ छ भनेपछि त्यहाँ जलको सम्बन्ध अवश्य हुनुपर्छ। किन जल नै पवित्र गर्ने साधन हो। जल नै हाम्रा सबै प्रकारका विकारहरूलाई, हाम्रा दोषहरूलाई, दुर्गुणहरूलाई नष्ट गर्ने साधन हो। हाम्रा विभिन्न प्रकारका आवेग उद्वेगहरूलाई शीतल बनाउने माध्यम पनि जल नै हो। हाम्रो जीवनलाई सम्भव बनाउने पनि जल हो। संस्कृत वाङ्मयमा जलको नाम जीवन भनेर हो। जीवनम भन्यो भने जलको नाम हो। पानीलाई हामी जीवन भनेर भन्छौँ। अहिले वैज्ञानिकहरूले पनि जहाँ जहाँ पानी छैन त्यहाँ जीवन सम्भव छैन भनेर त्यस्तै अध्ययन गरिराखेका छन्। र हामीलाई जीवन प्रदान गर्ने जो जल तत्त्व हो त्यसलाई हामी अत्यन्तै आदर गर्छौँ। र जहाँ जहाँ शुद्ध प्रवाहको स्वच्छ जल राशि जम्मा भएको ठाउँमा अत्यन्तै श्रद्धा गर्दछ। र हाम्रा ऋषि महर्षिहरूले त्यही भएर त्यति ठाउँमा नै गएर तपस्या गरेर त्यसलाई तीर्थ बनाएर प्रकट गर्नुभएको छ। प्रकृतिले नै पहिलेदेखि पत्याएको, अत्यन्तै हराभरा रसिलो भरिलो बनाएको त्यही ठाउँमा फेरि ऋषि महर्षिहरूले तपस्या गरेर त्यसलाई आफ्नो तपस्याको बलद्वारा फेरि ऊर्जायुक्त बनाएको, रिचार्ज गरे जस्तो, चार्ज गरेर ब्याट्रीलाई गरे जस्तो बनाएको। अनि त्यसपछि हामीहरू दर्शन श्रद्धा गर्न हामीहरू थाहे तिनवटा कुरो यहाँ जोडिएको। एउटा त प्रकृतिले पहिलेदेखि यसलाई चाहिँ पत्याएर प्रकृतिको सारा सम्पदाले जल, जमिन, जङ्गलले पत्याएर राख्यो। अनि ऋषि महर्षिहरूले तपस्या गर्ने ठाउँ देख्नुभयो, यहाँ आउनुभयो र ती दुइटै प्रति श्रद्धा गर्न। एउटा त जल सभ्यता, जल सम्पदा, शुद्ध जल, स्वच्छ जल, त्यसमाथि तपस्याको आशीर्वाद मिसिएको जल। तपस्याको हामीले त त्यो टेली सिरियलहरूमा नि यहाँले अलिअलि देख्नु भएको होला, रामायणहरूमा यताउता केही सिरियलहरूमा ऋषि महर्षिहरूले कसैलाई श्राप दिनु पर्यो भने पनि हातमा जल लिएर कमण्डलमा जड्नु थाल्यो, यसरी श्राप दिने हो नि त। कसैलाई आशीर्वाद दिनु पर्दाखेरि पनि जलले अभिषेक दिन्छौँ हामीहरू। त्यही भएर आशीर्वाद र श्राप जे दिनु पर्दाखेरि पनि त्यसलाई सजिलैसँग दिने, प्रवाह गर्ने। एक प्रकारले तारमा बिजुली कुदे जस्तो, तारमा कुद्छ नि बिजुली, रित्तै आकाशमा त कुद्दैन। त्यस्तै हामीसँग भएको मनको जुन भावना छ अरू कसैलाई दिनु पर्यो भने त्यो दिने साधन पनि रिसाएको क्रोधको आवेगमा श्राप दिने कुरा होस् अथवा प्रसन्न भएको बेलामा आशीर्वाद दिने कुरा होस्, सबै जलसँग त्यो जोडिएको छ। अनि ऋषि महर्षिहरूको आशीर्वाद पाउनु कहाँ जाने? अब अहिले ऋषि महर्षिहरूले आफै आएर अभिषेक देलान् भन्ने त अब ऋषि महर्षि कहाँ कहाँ भने जहाँ जहाँ उनीहरूले तपस्या गरे ती ठाउँहरूमा अहिले पनि उहाँहरूको आशीर्वाद प्राप्त छ। त्यहाँ अहिले पनि आशीर्वाद उहाँहरूको सुरक्षित छ। त्यही भएर अब ऋषि महर्षिहरूको स्थानमा गएर आफैले अभिषेक लिँदाखेरि मानौँ ऋषिहरूले तपस्याको आशीर्वाद हामीलाई दिए जस्तो हुन्छ।